नमस्कार साथीहरु, तपाई सबैलाई फिनोलोजी वर्ल्डमा स्वागत छ। जहाँनिर तपाईले शेयर सम्बन्धी सम्पूर्ण जानकारीहरु पाउन सक्नुहुन्छ। र साथीहरु, आजको यस भिडियोमा हामीले साल्पा विकास बैंक लिमिटेडको बारेमा कुरा गर्न गइरहेका छौं, जसले छिटै नै आईपीओ ल्याउँदैछ। र तपाईले विभिन्न सोशल मिडिया मार्फत थाहा पाइसक्नुभयो होला कि यसको आईपीओ कति छ, कहिले खुल्दैछ। तर पनि हामीले यस भिडियोमा यसको बारेमा एउटा विशेष कुरा गर्ने छौं। र सबभन्दा पहिला विशेष कुरा गर्नुभन्दा पनि पहिला हामीले तपाईलाई जानकारी गराउँछौं कि आखिर यो शेयर कहिलेदेखि खुल्न गइरहेको छ। त साथीहरु, यही पुस 16 गतेदेखि लिएर 20 गतेसम्म यस कम्पनीको आईपीओ चाहिँ खुला हुने भएको छ, जसमा ढिलोमा हामीले 30 गतेसम्म एप्लाई गर्न सक्छौं। तर कन्डिसन हाम्रो के छ भने, यदि ओभर सब्स्क्राइब भएन भने, तर आजको यदि सिनारियो हेर्ने हो भने कुनै पनि आईपीओ जति महँगो होस् सस्तो होस् सबै चाहिँ ओभर सब्स्क्राइब हुन्छ। र त्यसैगरी यसमा हामीले मिनिमममा 10 किता र म्याक्सिमममा 25,000 किता 100 रुपैयाँको दरले चाहिँ एप्लाई गर्न सक्दछौं। त्यसैगरी कम्पनीको पुँजीको कुरा गर्ने हो भने कम्पनीको जारी पुँजी रहेको छ 52,23,88,000, जसमध्ये कम्पनीले शेयर निष्कासनको लागि जम्मा 33% बराबरको शेयर निष्कासन गइरहेको छ। अर्थात् 33% भन्नाले कम्पनीले आफ्नो 17,23,88,000 रुपैयाँको लागि बजारमा शेयर निष्कासन गर्न गइरहेको छ, जसमा साल्पा विकास बैंकले आफ्नो 100 किताको दरले यदि शेयर निष्कासन गर्यो भने जम्मा 17,23,888 किता हुन आउँछ। त्यो 17,23,888 किता मध्ये पनि चाहिँ सर्टेन पर्सेन्टेजहरू जनरलको लागि, उसको इम्प्लोइको लागि, म्युचुअल फन्डको लागि र विदेशमा बसेका हाम्रा नेपाली दिदी दाइहरूको लागि पनि छुट्याइएको छ। अब रेसियोको कुरा गर्ने भने कम्पनीले 10% 1,72,388 किता चाहिँ विदेशमा रहेका हाम्रा नेपाली दाइ दिदी बहिनीहरूको लागि छुट्याएका छन्। र त्यसैगरी 5% अर्थात् 86,194 किता चाहिँ सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डको लागि। त्यसैगरी 0.5% अर्थात् 26,119 किता चाहिँ साल्पा विकास बैंक लिमिटेडमा काम गर्ने कर्मचारीहरूको लागि छुट्याइएको छ। र बाँकी रहेको 14,39,179 किता चाहिँ सर्वसाधारणको लागि छुट्याइएको छ। त्यसैगरी यस विकास बैंक लिमिटेडको क्रेडिट रेटिङको कुरा गर्दाखेरि क्रेडिट रेटिङ दिने संस्था चाहिँ आइआरएनले यसलाई B+ सर्टिफिकेट प्रदान गरेको छ, जसले के जनाउँछ भने समयमै वित्तीय दायित्व भुक्तानीको सन्दर्भमा उच्च स्तरको जोखिम रहेको छ भन्ने कुरा बुझ्न सकिन्छ। त्यसैगरी साथीहरु, यस साल्पा विकास बैंक लिमिटेडको प्रति शेयर आम्दानीको कुरा गर्दाखेरि हामीले यस चार्टबाट बुझ्न सक्छौं, जुन कि वास्तविक र प्रक्षेपित दुई किसिमको छ। वास्तविकमा कम्पनीले आफ्नो वित्तीय संस्था पेश गरेर रियलमा कति छ त्यो कुरा बुझ्न सकिन्छ। यो हामीले आर्थिक वर्ष 78-79 को हेर्दाखेरि 52 रुपैयाँ 8 पैसा रहेको छ। त्यसै गरेर आर्थिक वर्ष 79 र 80 को हेर्दाखेरि घटेर चाहिँ नेगेटिभमा गएको छ, जुन कि 92 पैसा छ। र त्यसै गरेर अलिकति इम्प्रुभमेन्ट भएर आर्थिक वर्ष 80-81 मा 9 पैसा आयो। र त्यसै गरेर हामीले यहाँ हेर्न सक्छौं असाढ मसान्तको 82 सालको असाढ मसान्तसम्म चाहिँ एकदमै राम्रो परफर्मेन्स गरेर 2 रुपैयाँ 24 पैसा हुन गयो, जुन कि राम्रो बुझ्न सकिन्छ। त्यसै गरेर उनीहरूको योजना के रहेको छ भने 82-83 को अन्त्यसम्म हेर्दाखेरि हामीले 4 रुपैयाँ 22 पैसा पुर्याउने छन्। त्यसै गरेर 83-84 मा चाहिँ 6 रुपैयाँ 74 पैसा पुर्याउने छन्। र राम्रै गर्दै गयो भने 84-85 को योजना उनीहरूको 9 रुपैयाँ 23 पैसा रहेको छ, जुन कि राम्रो भन्न सकिन्छ। र त्यसै गरेर प्रति शेयर यदि नेटवर्थ हेर्दाखेरि हैन, प्रति शेयर नेटवर्थ भनेको धेरै नै इम्पोर्टेन्ट छ, किनभने यसमै कम्पनी यस शेयर जब मार्केटमा लिस्टिङ हुँदाखेरि हामीलाई थाहा छ कि प्रति शेयर नेटवर्थको 3 गुणासम्म चाहिँ शेयरको दाम जान सक्छ, या त लोअर पोइन्ट भनेको जुन दिएको छ त्यसमा खुल्न सक्छ, हैन भने प्रति नेटवर्थको 3 गुणासम्म जान सक्दछ। त यदि हामीले प्रति शेयर नेटवर्थ हेर्दाखेरि 103 रुपैयाँ 75 पैसा, त्यसै गरेर आर्थिक वर्ष 79-80 मा 101 रुपैयाँ 51 पैसा र 80-81 मा हेर्दाखेरि 101 रुपैयाँ 20 पैसा रहेको छ। तर असाढ मसान्तको 2082 सालमा हेर्दाखेरि 105 रुपैयाँ 14 पैसा पुगेको छ। र भविष्यमा यानि कि अर्थात् यही आर्थिक वर्ष 82 र 83 को हेर्दाखेरि 106 रुपैयाँ 82 पैसा हुनेछ। र त्यसै गरेर 83 र 84 को उनीहरूको योजना के रहेको छ भने 106 रुपैयाँ 76 पैसा र आर्थिक वर्ष 84-85 मा 115 रुपैयाँ 23 पैसा रहेको छ, जुन कि कम्पनीको के भन्छ यस विकास बैंक लिमिटेडको हेर्दाखेरि राम्रै पोजिसन देखिन्छ। र यही सबै कुरा हेरेर हामीले यस साल्पा विकास बैंक लिमिटेडमा आईपीओ एप्लाई गर्ने कि नगर्ने भन्ने डिसिजन पनि लिन सक्दछौँ। ओभरअलकै कुरा गर्दाखेरि यस विकास बैंक लिमिटेडको शेयर चाहिँ मुक्तिनाथ क्यापिटल लिमिटेडले म्यानेज गरिरहेको छ।
या हामीले भन्न सक्छौँ कि जब खुल्छ तब म्यानेज गर्नेछ। र अब यो भिडियो तपाईँलाई कस्तो लाग्यो हैन, आफ्नो प्रतिक्रिया लेख्नुहोस्, जसले गर्दाखेरि हामीलाई सहयोग पुग्छ कि हामीले योभन्दा पनि राम्रो भिडियो बनाउन सक्छौँ या जहाँ इम्प्रुभमेन्ट गर्नुपर्ने छ त्यहाँ इम्प्रुभमेन्ट गर्छौँ। हाम्रो एउटै मेन अब्जेक्टिभ के रहेको छ भने तपाईँको सामु सत्य जानकारी जानु पर्यो र समयमै जानु पर्यो। त्यही भएर यस भिडियोलाई सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस् अनि सब्स्क्राइब गरिदिनुहोस्। धन्यवाद।